कहिले आकाशमा उड्नु, कहिले धरतीमा पछारिनु, कहिले कसैको मायामा चुर्लुममा डुबेर हराउनु अनि कहिले भने सपनाले डोराउने कठिन बाटाहरूमा यात्रा गर्नु, सायद यही हो जिन्दगी। फेरि कहिलेकाहीँ चाहिँ प्रकृतिको सुन्दर उपहार नै अभिशाप बन्ने हो कि भन्ने डरले पनि गहिरोसँग चिमोट्ने गर्दछ। जस्तै कहिलेकाहीँ कसैले महिला अर्थात् आमा भएकै कारण धेरै सपना थाती राख्न बाध्य बनाउँछ। तर समाजमा केही यस्ता प्रश्नहरू छन् जसको सही उत्तर खोज्न समय लाग्छ, तर खोज्नै पर्छ र कहिलेकाहीँ समयले नै यसको उत्तर दिने गर्छ। जस्तै के हरेक आमाले केवल अरूको सपना पूरा गर्न जन्म लिन्छन् त? के आमाको आफ्नै सपना चाहिँ हुँदैन? अनि यो पूरा गर्ने अधिकार उनलाई हुँदैन या हुनु पर्दैन? शर्मिला शर्मा एक आमा, एक पत्नी अनि सपना देख्ने एकजोर चम्किला आँखा भएकी प्रकृतिको उपहार। यो सपना जुन नीलो आकाशसँग जोडिएको छ अनि यो सपना जसले यो सुन्दर बालकलाई आफ्नी आमाको न्यानो अङ्गालोबाट कैयौं पटक निर्ममतापूर्वक छुटाएको छ। आकाशमा उड्ने सपनाले डोराएर शर्मिला 6 महिनाकी छोरीलाई घरमै छोडेर आफ्नो पङ्ख फिजाउन हिँडिन्। धेरैले भने तिमी आमा हौ, सक्दिनौ पार लगाउन यो कठिन यात्रा। तर उनको आत्मविश्वास र परिश्रमले भनिरह्यो, म आमा भएकाले नै सक्छु। यही अठोटले बिहे अघि नै सुरु भएको उनको आकाशको यो यात्राले बिहेपछि छोरी 6 महिनाकी हुने बित्तिकै पुनः पखेटा हाल्यो अनि उनी निस्किन् यो सपनाले भरिएको सुन्दर तर कठिन यात्रामा। छोरीको न्यानो अङ्गालो, सानो हातले प्रदान गर्ने कोमल स्पर्श अनि आमाको हरेक क्षणको थकान मेटाउने यो मासुम मुस्कान, यी सबैलाई केही समयका लागि बन्दगी राखेर एक आमा पुग्न चाहन्छन् आकाशभन्दा माथि आफ्नै सपना पछ्याउँदै। शर्मिला शर्मा एक सामान्य गृहिणी, एक समर्पित आमा। तर उनको परिचय यो घेराभित्र सीमित हुँदैन। उनी त हुन् एक अदम्य साहस र असामान्य सपना बोकेकी मार्गदर्शक महिला। शर्मिलाले अन्ततः आकाशको असीम सम्भावनालाई आफूलाई त्यति बेला देखिन् जति बेला धेरै जसो महिला मातृत्वको सुरक्षात्मक चौकीभित्र सीमित रहेका हुन्छन्। 6 महिनाकी नानीलाई काखमा छोडेर उनले प्याराग्लाइडिङको पाइलट सुट लगाउन कुनै दिन अल्छी गरिनन्, कुनै बहाना बनाइनन्। यो अठोट नै साहसिक यात्राको सुरुवात थियो। प्रत्येक उडानमा उनी आफूलाई मात्र होइन, आमाहरूको डर, पीडासँगै सन्तुलन, सपना अनि आत्मविश्वास पनि उडाउँछिन्। उनका लागि आकाश न कि केवल खुल्ला ठाउँ हो, यो त उनको साहस, सङ्घर्ष र सपनाको कथा लेख्ने विशाल क्यानभास हो। शर्मिलाको यो यात्रा एक आमाले आफैलाई बिर्साएर परिवारका लागि दिने माया मात्र होइन, आफूलाई सम्झने, मूल्य दिने र जीवनको अर्को अध्याय कोर्ने प्रेरणाको सन्देश थियो। छ र रहिरहनेछ इतिहासका सुनौला पानामा। स्याङ्जा जिल्लामा जन्मिएकी शर्मिलाले कर्मघर पोखरा मात्र बनाइनन्, पोखराको आकाशले उनको उड्ने सपना पनि पूरा गरिदियो। आकाशमा उड्ने सपना पछ्याएर 2 वर्षको तालिम लिएपछि पोखराको आकाशमा उनी उड्न थालेको पनि 8 वर्ष भइसकेको छ। हजुर, पक्कै पनि अब आफ्नो बच्चा अब अलिकति सुरक्षित फिल्डमा, सेफ साइडमा बसोस् भन्ने परिवारको अब आमा बुवाको चाहना थियो र चाहिँ मिश्रित प्रतिक्रिया थियो। सुरक्षाको हिसाबले अब अलिकति छोरी मान्छेले यस्तो काम नगरे हुन्थ्यो भन्ने त उहाँहरूलाई थियो, तर अब मेरो चाहनाको अगाडि उहाँहरूको पनि केही जोड लागेन। हरेक आमा बाबुको एउटा साझा चाहना हुन्छ, त्यो हो आफ्ना सन्तान सधैँ सुरक्षित रहन् र उनीहरूले सुरक्षित हुने बाटो रोजुन्। यही चाहना अनुरूप उनका आमा बाबुले पनि आकाश सुरक्षित नहुने भन्दै अन्य पेसामै लाग्न
आग्रह गरेका थिए, तर उनको साहसिक उडानको सपनाले सम्झौता गर्न कहिले मानेन। उनको चट्टानी अडान र निरन्तर लगावले जितेरै छाड्यो। अन्ततः उनको परिवार स्वयं सहमत भयो त्यो सपना साकार पार्न। यसपछि परिवारको निरन्तर सहयोगले नै अहिले उनको सपना पूरा भएको छ। उनका श्रीमान समेत पाइलट भएकाले पनि उनको यात्राको सहयोगी भएको अनुभव शर्मिलासँग छ। सङ्घर्षको यो भिडमा हाम्रो समाजमा महिलाहरूले सदियौँदेखि गर्दै आएको एउटा सङ्घर्ष हो महिला भएकै कारण अनेक असमानता, अविश्वासको सामना गर्नु। यो तितो यथार्थबाट शर्मिला पनि अछुतो छैनन्। कहिलेकाहीँ प्याराग्लाइडिङका लागि आउनेहरूले महिला पाइलटलाई सकारात्मक लिए पनि अधिकांशले भने विश्वास नगर्ने तितो अनुभव पनि उनीसँग छ। यो फिल्डमै चाहिँ त्यस्तो छैन। हाम्रो सम्पूर्ण चाहिँ पाइलट दाजुभाइहरू सबैले चाहिँ एकदम सौहार्द वातावरण होइन, मिलेमतोको वातावरण, फिमेलहरूलाई अलिकति प्रायोरिटी दिने होइन गर्नुहुन्छ। कस्टमरहरूमा चाहिँ अब केही हुन्छ, अब महिलाहरूले पनि यसरी उडाउन सक्छन् र भन्ने अलिकति क्युरियोसिटी होइन, हजुर ट्रस्ट इस्यु अब कस्टमरमा अलिअलि त्यस्तो चाहिँ हुन्छ। यो गलत हो भनेर प्रमाणित गर्न उनको शालीन क्रान्ति निरन्तर जारी छ र यसले एउटा आकार लिने कुरामा ढुक्क छिन् शर्मिला। महिनावारी र गर्भवती भएको समय बाहेक उनको आकाशको उडान निरन्तर रहने गरेको छ। जीवनको यो 8 वर्षको समयलाई यति ऊर्जाशील अनुभवले पूर्ण र सुन्दर बनाउन सकेकोमा उनी निकै खुसी छिन्। उडानको यो कठिन तर रोमाञ्चक यात्रामा सुख र दुःख दुवै अनुभवहरूलाई उनले नजिकबाट स्पर्श गरेकी छिन्, जसमध्ये कुनै कुनै घटना उनले बिर्सनै सकेकी छैनन्। जब एक्लै उडान गरिन्थ्यो सोलो उडानमा, त्यति बेला चाहिँ हामी दिनभरि अब घन्टौँसम्म नै उडान गरिन्थ्यो होइन। म चाहिँ एकपल्ट यहाँबाट उडेर यो कोर्चुङ भन्छ, यो माछापुच्छ्रे हिमालको फेदतिर उडेर अनि जब अब ल्यान्डिङ चाहिँ कता गर्छु होला, फर्स्ट टाइम गएको थिएँ म एक्लै होइन, साथीहरू अरू थिएनन्। अनि ल्यान्डिङ चाहिँ कता गर्छु होला भनेर एकदम क्युरियोसिटी भइरहेको थियो कि मलाई चाहिँ, अब यहाँसम्म आइपुग्न सक्दैन कि भन्ने खालको भइरहेको थियो। अनि संजोगले म उता ल्यान्डिङ भेडाबारी भन्ने ठाउँमा, त्यही माछापुच्छ्रे हिमालकै तल के अरे माथि फेदबाट उडियो होइन, तल चाहिँ खोलाको छेउमा ल्यान्डिङ गरियो। अनि ल्यान्डिङ भइसकेपछिको त्यो क्षण चाहिँ वाउ है, म चाहिँ त्यो यस्तो राम्रो हिमालको नजिकै गएर उडेर पनि आएँ वाउ भनेर, त्यो एउटा जीवनलाई नै जितेको जस्तो, डरलाई जितेको जस्तो फिल भएको थियो। एकदमै रमाइलो लाग्छ अहिले पनि सम्झिँदा। आफ्नो 8 वर्षे उडानमा उनले बिर्सन नसकेको अर्को एउटा अनुभव पनि छ। त्यो हो स्याङ्जाबाट उडेर कालीगण्डकी हुँदै बागलुङ ल्यान्ड गर्नुपर्ने समय। यो अनकन्टार स्थानमा उड्नुपर्दा लागेका डर पछि जितमा परिणत भएसँगै जीवनले सार्थकता र वास्तविक खुसी प्राप्त गरेको उनी बताउँछिन्। शर्मिलाको यो 8 वर्षे आकाश यात्राले दिएको अर्को एउटा सन्देश हो, सपना न त आँखामा सीमित हुन्छ न त मनमा। यो त कर्ममा फुल्छ जसलाई साकार पार्छन् निरन्तर मेहनत, अनुशासन अनि आत्मविश्वासले। आकाश छुने यही अर्जुन दृष्टि र कर्मले अहिले शर्मिलासँग 8 वर्षदेखिको उडान अनुभव छ। पोखराको निलो आकाशमा केही थान सपना बोकेर उडिरहेकी शर्मिला शर्मा केवल एक प्याराग्लाइडिङ पाइलट मात्र होइनन्, साहस, सङ्घर्ष र सम्भावनाको प्रतीक हुन्। अनि ती आमाहरूकी प्रतिनिधि पात्र हुन् जसले प्रमाणित गर्न सक्छन्, हो म सक्छु, असम्भव भन्ने संसारमा केही छैन र सपनाले भरिएको यात्रा अझै निरन्तर रहनेछ।